नमस्ते साथीहरू। आज म तपाईहरुलाई एउटा यस्तो परिकार बनाउन जाँदैछु जुन हेर्दा कुनै कलाकृति भन्दा कम छैन। ल हेर्नुस् त, सबैभन्दा पहिले त म गाउँको एकदमै ताजा र शुद्ध गाईको दूधलाई हल्का उमालेर तयार गर्दैछु। यो दूधको बास्ना नै कति मिठो छ, यसले हाम्रो परिकारलाई एकदमै कम्मलो र स्वादिष्ट बनाउँछ। अब पालो आयो पिठोको। बजारको प्याकेटको पिठो भन्दा यसरी आफैले दुःख गरेर बनाएको पिठोको स्वाद नै बेग्लै हुन्छ। मैले हिजो राति नै गहुँलाई भिजाएर राखेकी थिएँ, जसलाई घाममा अलि बेर सुकाएर यो ढुङ्गे जातोमा बिस्तारै पिस्दैछु। जातो घुमाउन अलि गाह्रो त हुन्छ, तर यसरी पिसेको गहुँ स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। पिसिएको पिठोलाई एकदमै मसिनो जालीले चालेर यसको भुस र मोटो भागलाई छुट्याउनुपर्छ। अनि यता हेर्नुस् त, मैले यो ताजा नरिवललाई फुटाएर यसको भित्री सेतो गुदी निकालेकी छु। यसलाई मज्जाले कुटेर मसिनो धुलो बनाउँदैछु, जसले हाम्रो रोटीको भित्री मिश्रणलाई एकदमै मिठो र सुगन्धित बनाउनेछ। यो नरिवलको धुलोमा अघि उमालेको दूध र अलिकति नरिवलकै पानी मिसाएर एउटा मिठो पेस्ट तयार भयो। अब यो पिठोलाई रङ्गी-चङ्गी बनाउन म कुनै केमिकल होइन, बरु प्राकृतिक फूल र बोट बिरुवाबाट निकालिएको पहेँलो रङ प्रयोग गर्दैछु। यसमा अलिकति यीस्ट पनि मिसाउँछु ताकि हाम्रो रोटी मज्जाले फुलियोस्। ल हेर्नुस्, यसरी दूध हालेर पिठोलाई एकदमै नरम हुने गरी मुछ्नुपर्छ। पिठो मुछिसकेपछि यसलाई केही बेर बेलेर गोलो गोलो डल्लाहरूमा काट्छु। हेर्दाखेरि नै कति राम्रो पहेँलो र सेतो रङको कम्बिनेसन देखिएको छ है। अब यसलाई केही बेर ढाकेर राख्नुपर्छ ताकि यो अझ नरम होस्। अब यसको भित्र म कालो गेडागुडीबाट बनेको गुलियो र स्वादिलो बीन पेस्ट भर्दैछु। यो हालेपछि रोटी खाँदा भित्र अर्कै रसिलो स्वाद आउँछ। यसलाई मज्जाले बन्द गरेर फेरि गोलो आकार दिन्छु र यसको टाउको र शरीरको छुट्टा छुट्टै जग तयार पार्छु। यो बनोट बनाउन अलिकति धैर्यता चाहिन्छ है साथीहरू। लौ है, अब आयो सबैभन्दा रमाइलो र मेरो मनपर्ने भाग, यसलाई सजाउने। बिस्तारै हात र सानो कैँचीको सहायताले म यसको आँखा, नाक र परम्परागत चिनिया सिंहको जस्तो भयङ्कर तर क्युट देखिने जुङ्गा र कपाल बनाउँदैछु। ससाना रातो, हरियो र पहेँलो पिठोका टुक्राहरू जोडेर बुट्टा भर्दा यो कति जीवन्त देखिन थाल्यो, हेर्नुहोस् त। टाउको त तयार भयो, अब यसको शरीरलाई पनि रातो र पहेँलो रङको परम्परागत कपडा जस्तै बुट्टाले सजाएर टाउकोसँग जोडिदिन्छु। सबै कुरा तयार भएपछि यसलाई एउटा ठूलो वाफ निकाल्ने भाँडोमा राखेर करिब 15 देखि 20 मिनेटसम्म उच्च तापक्रममा पकाइन्छ। वाफमा पाकेको हुनाले यो एकदमै हेल्दी हुन्छ। अहो, अन्तत मेरो मेहनत सफल भयो। हेर्नुस् त, यो कति राम्रो, आकर्षक र क्युट लायन शेप्ड स्टिम्ड बन तयार भयो। यसलाई काट्न र खान पनि लोभ लाग्ने खालको छ, तर खाँदाखेरि यो बाहिरबाट एकदमै नरम र भित्रबाट उत्तिकै मिठो छ। तपाईहरुलाई मेरो यो रेसिपी र कला